हेलो गाइज, वेलकम टु माई मिनी ब्लग, वेलकम टु माई धनी ब्लग भन्नु पऱ्यो। म चाहिँ आज फेरि सफारी जान लाग्छु। अब सफारीमा के देखिन्छ। अर्को भ्लग त आएको छैन, त्यही एडिट गरिरहेको छु कि अझै। अब के गर्नु, अब मोबाइलमै गर्नुपर्छ, अनि त्यही भएर अलिक टाइम लाग्यो। अर्को भ्लग त आएको छैन अर्को सफारीको, त्यो पनि आउन त आउँछ। अनि अहिले फेरि सफारी जान लाग्यो। अब के देखिन्छ त्यो चाहिँ देखाउँछ। यस्तो धुलो उडाउँदै गयो। म चाहिँ त्यहाँ चोकमा जानुपर्ने हुन्छ, गाडी त्यही आउँछ। अब कुन गेस्ट, अब नेपाली नै हो कि अब विदेशी गेस्ट हो, अब त्यहाँ गएर थाहा हुन्छ कुन भिडियो, अब थाहा हुन्छ। अब सफारीमा आज के देखिन्छ म चाहिँ सबै देखाउँछु। अर्को भ्लग पनि आउन छ, नआत्तिनु, मैले हाल्छु त्यो भ्लग पनि। अनि आजको भ्लग पनि आउँछ युट्युबमा। हामी चाहिँ अहिले टिकट काट्न रोकेछौँ टक्क यो कृष्णसार भन्छु, नमुना जङ्गल। यो चाहिँ यो अगाडिको चाहिँ नमुना जङ्गल। यो रुख दामी छ क्या, यस्तो दामी छ। ओहो, यो पात पनि कति दामी देखेको। यहाँ ठ्याक्कै अगाडिबाट चाहिँ हामी चाहिँ छिर्ने हो। टिकट काट्ने चाहिँ यता हो। हाम्रो त यता साउ गाडीको साउ हुनुहुन्छ, अनि हामी चाहिँ टिकट काट्नुपर्ने हुन्छ। यता चाहिँ यहाँ टक्क मैले जुम गरेर देखाइदिन्छु नि त। हो यहाँ, किनकि अब जङ्गलभित्र जान लाग्यो हो नि त, टिकट चाहिँ काट्नुपर्ने हुन्छ। यो चाहिँ सबैको लागि रुल्स। टिकट चाहिँ अब केही भइहाल्यो भने हामीसित होइन, अनि टिकट काम लाग्छ नि त। टिकट चाहिँ मोस्ट इम्पोर्टेन्ट जङ्गल जाँदाखेरि है त। टक्क दाइ त यहाँ बसेर मस्त गेम खेलेर गीत सुन्दै बस्नु। टक्क हाम्रो चाहिँ जङ्गलभित्र एन्ट्री चाहिँ भइसक्यो। टिकट काटेर टाइम लाग्यो क्या, अनि मान्छे पनि नै टिकट काट्ने मान्छे। अब चाहिँ टक्क हामी जङ्गलभित्र आइसक्यौँ। आज चाहिँ के देख्छौँ के देख्दैन म तपाईँहरूले सबै देखाउँछु। भ्लगमा चाहिँ आउँछ है, अरूमा भिडियो टिकटकमा नआए पनि भ्लगमा चाहिँ पक्कै आउँछ। सफारी आएको होइन, यति धुलो उडेछ पछाडि, यति धुलो उडेछ होइन। यो गर्मीको सिजन भएर हो कि यो धुलो उडेको, नत्र पनि त उड्थेन। यस्तो धुलो उडेछ, सब पुरो भइसक्यो। यता चाहिँ सब पुरो भइसक्यो। बाँकी इन्जोय पनि त्यस्तै भइरहेछ नि त। फेरि इन्जोय पनि लाग्यो, धुलो त छ, अब के गर्नु होइन, त्यस्तै हो। फाइनली उता चाहिँ 6वटा जति गैँडा रहेछ, सबै यता उसमा छ क्या, के भन्छन् यसलाई, बिर्सियो। सबै त्यहाँ 6वटा जति चाहिँ सबै पानीमा छ। त्यो पानीमा पनि छैन, अझ पानीमा बसेर लेउ खाइरहेछ पुरै। मैले तपाईँहरूलाई यता यसको पछाडि, यो भ्लगको पछाडि चाहिँ भिडियो राखिदिन्छु। हाम्रो सवारी गाडी त यहीँ हो। बाँकी टक्क यस्तो हिरो देखिरहेछ। अब गैँडा यसो हेर्न जान लाग्छौँ। गैँडा पनि अगाडि छ यहीँ रहेछ, कत्रो ठुलो छ कि त्यो सिङ हुन्छ नि, त्यो सिङ चाहिँ खतरा ठुलो छ। के हो गैँडा त राम्रो यहीँ छ कि है। 2 मिनट रोक्नु, म तपाईँहरूलाई देखाउँछु गैँडा। कत्रो ठुलो छ यार।
सफारी गरेर निस्किसक्यौँ। अब यहाँबाट फेरि सफारी जान छ। अब ठ्याक्कै हामी चाहिँ तेल हाल्न निस्किसक्यौँ यता। अब कतिको हालिन्छ तेल थाहा भएन। अब यहाँबाट डाइरेक्ट जाने हो अगाडि। अहिले चाहिँ अगाडिको गेस्ट भन्नाले गेस्ट छन्। अब यहाँबाट डाइरेक्ट अब अहिले देखिन्छ क्या दामी जनावरहरू। अघि नै त अलिअलि देखियो, अहिले झन् देखिन्छ। अब अहिले त बेलुका भइसक्यो, चर्न बाहिर निस्किन्छ क्या जनावरहरू। यहाँ अब हेर्दै जाऊँ। अब मस्त यहाँ तेलै थिएन के, यहाँ बल्ल तल्ल यस्तो रातो पुगेको थियो। अनि अहिले ट्याक्क धन्न पुग्यो तेल। नात्र बने त केही त उपाय त थियो, तर धन्न पुगे राम्रो भयो नि त। अब दाइ जानुभएछ ट्याक्क। अनि त्यहाँबाट यसो डिजेल हालिन्छ टक्क। कति धेरै यार, आज यता पनि गाडी छ, पछाडि पनि गाडी छ। कति हो डिजेल भाउ? कति छ डिजेलको? डिजेलको भाउ 236 रुपियाँ हो कि कति हो? 236। पेट्रोलको कति छ? पेट्रोलको देखेन यार, अलि टाढै छु क्या हो म त, देखेन। जङ्गल जान्दैन कि पानी भएको टाइम त जान्दै जान्दैन निस्किएर जान्छ। तपाईँ यत्रो हिलो हुन्छ माटो हुन्छ यार, झुकिरहनु पर्छ। अनि यतिले पावरै लाउँदैन होला यसरी यो गाडी जस्तो मोटरले चल्दियो। तेल गइरहेछ। अब कतिको जान्छ थाहा भएन। म चाहिँ यतातिर, हाम्रो सफारी गाडी चाहिँ यही हो, यसमा जान पर्ने हुन्छ। हामी चाहिँ टक्क अब तेल हाल्दै हुनुहुन्छ क्या अरे। यहाँबाट जुम गरेर देखाइदिउँ क्या हो। 5000 को। ओ माई गड, 5000 को फाइनली कति छ? 21 लिटर 0.18 जम्मा। अब के गर्नु, महँगो भएपछि यस्तै हो, लास्टै महँगो छ। अनि गैँडाहरू चाहिँ सोलिटरी एनिमल हो, एकल काटे जनावर हो र यिनीहरू चाहिँ शाकाहारी जनावर हो है। हजुरहरूलाई यो त थाहा छ। कसरी हुन्छ नि वाइल्ड लाइफ कसरी, अनि तिनीहरू कसरी ट्रिट पाइरहेछ त्यो अनुसार पनि उनीहरूको लाइफ स्प्यान त्यसरी चाहिँ भर परेको हो।